Hi everyone, welcome to my another day to vlog of ABC. आज म ABC जाँदैछु त्यसपछिबाट आज माछापुच्छ्रे बेस क्याम्प बस्ने. Yesterday I walked around 12 hours during the hike to ABC. Now we're all going to Machapuchhre. We already crossed the Doban. Look at the view of this mountain. ट्रेक आउँदा कस्तो हुँदो रहेछ भने लाइट सामान लिएर हिँड्यो भने चाहिँ यु फिल बेस्ट. तर अलिकति मात्र ब्याग हेभी भयो भने चाहिँ राम्रो हुन्छ. म अर्को ट्रेक जाँदाखेरि चाहिँ यो ब्याग बोक्दिनँ. आई विल टेक ए स्मलर ब्याग फर नेक्स्ट ट्रेक. तर मोस्ट अफमा चाहिँ यही रहेछ. ट्रेकको हाफ प्राइस त यही जुत्तामा मेरो. तर ठिकै छ. कस्तो फिल हुँदैछ आन्टी? खुट्टा कस्तो छ? गुड, स्टिल गुड कन्डिसन. हाम्रो नेपालको ग्रेट स्टेयर्स हैन? एबिसी जानलाई एबिसी जान रेडी. एकदम परफेक्ट. ठ्याक्कै वाइ पुग्ने हो नि. नमस्ते सबै. ल बधाई छ. ल see this views. मलाई सबैले छोडेर गए. अब चाहिँ एक्लै हिँड्नु पर्यो. जहाँ पुगिन्छ पुगिन्छ. भ्यू हेर्दै इन्जोय गर्दै हिँड्नु पर्यो. Let me see the background. यस्तो दामी ठाउँमा आइयो कि हेर्दाखेरि नै क्या बडा लाग्ने. तपाईँको यो भारी कत्रो हो? रेगुलर हो? सधैँ बोक्नुहुन्छ? ए तर कुन महिनामा चाहिँ तपाईँहरूको अफ हुन्छ? मनसुन? ए अनि बर्खामा त? सक्दैन जस्तै लागिरहेको थियो. तर मैले गरेँ. अहिले देउराली पुग्यो. अब देउराली पछि चाहिँ माछापुच्छ्रे बेस क्याम्प. यो भ्यूज हेरेर नै कति धेरै आनन्द आएको. मैले चाहिँ अब चाहिँ म अर्कोचोटिदेखिबाट सोलो जान्छु. मान्छेसँग ब्याग बोकेको देखेर सकिँदैन रहेछ गाइजहरू. म नेक्स्ट टाइमदेखिबाट सोलो जाने हो. अनि त्यसपछि हिँड्दिनँ. एक्लै एक्लै आनन्दले मजाले. सोलो ट्रेक इज द बेस्ट ट्रेक एभर जस्तो लाग्यो. जे देखेँ त्यही मन पर्दो रहेछ. तर कलेक्ट गर्ने हो पैसा. त्यसपछि सोलो हिँड्ने हो. यदि ग्रुपमा कोहीको झोला बोक्छन् कोहीले बोक्दैनन्. अनि त्यो देखेर मन रुँदो रहेछ. अब मेरो मन नरहिकन अर्कोचोटिबाट 2 जोर लुगा हाल्छु चट्ट लाएर. अनि
यस्तो यस्तो भ्यू हेर्न जान्छु रे। अब म एकछिन टिकटक बनाउँछु। रमाइलो पनि लागिरहेछ, खुट्टा पनि दुखिरहेछ। सबैको ब्याक लाइट छ, म एक्लैले मान्छे बोकेर हिँडे जस्तो भइरह। आफ्नै सामान बोक्या हो, बोक्न नि। ल जुत्ताले रेस्ट गर भने जस्तो लाग्यो। अब म रेस्ट गर्छु। अब अगाडिको भ्यू देखाउँछु गाइस म तपाईँहरूलाई। गए चाहिँ हो, तर तलबाट अप्ठ्यारो छ भन्नुभयो। वाउ, कस्तो डर लाग्यो। गाह्रो भयो। मलाई त देउराली पुग्ने टाइम लाग्यो। सोचिरहेको थिएँ अहिले मजाले हिँडौँ भनेर, तर एक्लै भयो। हल्का ब्याक नि गरुङ्गो भयो। आहाले चस्मा ला भन्दैछ। तर यो भ्यू हेरेर नरमाउनेको होला र। तातो टी सर्ट चाहिँ बोकेर आएन भने चिसो चिसो भइराख्दो रहेछ। देउराली पुग्यो, तर लेक लाग्दो रहेछ। यो चाहिँ देउराली हो। ए देउराली। अब यहाँ गएर एकछिन बस्ने, त्यस फेरि हिँड्ने। आज माछापुच्छ्रे बेस क्याम्प बस्नुपर्छ। देउराली जस्तो भयो। 9 days? Maybe like 6 or 7, but still. We just don't have time for that. Nice. Okay, y'all. यो बाटो जस्तो राम्रो चाहिँ कुनै लागेन। हेभन नेक्स्ट हेभन। दिस इज अ हेभन। फाइनली म चाहिँ माछापुच्छ्रे बेस क्याम्प आइपुगेँ। अब म थोरै देखाउँछु अनि त्यसपछि म यो भिडियो अपलोड गरिहाल्छु। उहाँ अहिले त वेदर क्लियर भएछ। हाम्रो मान्छेहरू आउँदैछन्।